हेलो साथीभाइहरू, म चाहिँ आउँदा आउँदै यहाँनिर चाहिँ एउटा बिरालो मरेको रहेछ होइन। अनि यहाँ पनि एउटा मरेछ है, मरेको रहेछ है यहाँनिर पनि एउटा बिरालो। अनि यो चाहिँ माउ होला हौ सायद है। यो माउले चाहिँ पर्खिराखेको रहेछ है, कति माया लाग्दो म्याउ म्याउ गर्दै भनिराखेको छ है। यहाँनिर चाहिँ यहाँ एउटा मरिराखेको छ भने बिरालो है। अनि यहाँनिर चाहिँ एउटा मरिराखेको छ है, यो चाहिँ सायद उसकै बच्चा होला है। अनि यो पनि उसकै बच्चा होला। अनि यसले चाहिँ पर्खिराखेको रहेछ। सो गाइस, यो भाग्दैन पनि, यति दामी रहेछ यो माउ चाहिँ। बिचारा यो रोइरहेको छ, भाग्दैन। कस्तो माया लाग्दैछ यो, हेर्नुहोस् त, नभागेको नडराएको। यहाँ हेर्नुहोस् त, यस। अनि एउटा चाहिँ त्यहाँ छ है, हेर्नुहोस् त साथीभाइहरू, अझै पनि आमाको माया क्या ती बेसी। त्यसले चाहिँ छेउमा गएर हेरिरहेछ है। आमाको माया भन्ने चाहिँ यस्तो हुन्छ साथीहरू, पशु प्राणी भनेर हुँदैन है। आमाको माया भन्ने चाहिँ यस्तो हुन्छ। हेर्नु, बिचारा त्यो बिरालोको बच्चा मरेको है, माया लाग्दो एक दुःखद कहानी छ साथीहरू। अनि त्यसको पल्लोपट्टि पनि एउटा यहाँ हेर्नुहोस् है साथीभाइहरू है, माया लाग्दो। त्यहाँनिरबाट हेर्नुहोस् त, उसको माउ छेउमा गएर बसिरहेछ हो। के भएर मरेको होला है बिचारा त्यसको बच्चा। त्यो माउले छोड्नु मानेको छैन है, ती बेसी आमाको माया। हेर्नुहोस् त सर, यति डरलाग्दो माया है आमाको। आमा भनेको चाहिँ आमा हुन्छ है। सो गाइस है, तपाईँहरूलाई कस्तो लाग्छ है? सबै साथीहरूलाई गुड आफ्टरनुन भन्न चाहन्छु है। यति माया लाग्दो है बिरालो है। म चाहिँ साह्रै दुःख लाग्यो है, कसले पनि मार्यो है। बिचारा त्यसको माउ हेर्नुहोस्, बसिरहेछ, पर्खिरहेछ त्यसको माउले।